हेलो everyone, वेलकम ब्याक टु माई च्यानल अगेन। आज फेरि अर्को भिडियो लिएर चाहिँ आइसकेको छु। सो एज यु क्यान सी म अहिले रेडी भएर चाहिँ निस्किसकेको छु रुमदेखि। सो कता जाँदै हुनुहुन्छ भनेर सोचिराख्नु भएको छ भने आज म जाँदैछु सोलो हाइकको लागि चम्पादेवी बसमासु डाँडा। अहिले चाहिँ हाइक स्टार्ट गरिसकेको छु होइन। बन्ज्याङ आइपुगेँ, बन्ज्याङ आएर खाजासाजा खाएर टक्क रेडी भएर चाहिँ मजाले यो केराको साइडको बाटोबाट पुरै यो हात्तीवन एमटिबी ट्रायल भनेर लेखेको छ होइन। यो ट्रायल हुँदै हात्तीवनबाट माथि जाने हो। सो त्यही हो, अब रेडी भइसक्यो। यहाँ ठ्याक्क अहिले कति बजिरहेछ भन्दाखेरि अहिले 10:13 भइरहेको छ। अब कति टाइम लाग्छ आएर न। योभन्दा अगाडि पनि साथीसँग आएको थिएँ, बट सोलो आएको थिएन। आज के मुड चल्यो होइन, सोलो हाइक जानुपर्छ। तर कहाँ जाउँ भन्ने हो क्या, चम्पादेवी। या चम्पादेवी इज वान अफ द बेस्ट हाइकिङ स्पट क्या काठमाडौँ छेउछाउको। सो द्याट्स वाइ आई एम हियर, लेट्स गो है त। अहिले चाहिँ म ठ्याक्कै यो हात्तीवन रिजोर्ट साइडमा आइसकेको छु। यो चाहिँ क्याम्पिङ गर्ने ठाउँ होइन, एज यु क्यान सी। अनि रेसहरू भइरहेको हुन्छ नि त, त्यो डट बाइकहरूको उयोको अफरोडको त्यस्तोहरू नि यता भइरहेको हुन्छ। सो यतै छु अहिले म। अब यहाँबाट सिधै माथिको गेट पास गरेर त्यहाँबाट माथि जाने हो। सो स्टे विथ मी गाइज। चम्पादेवी, अब चम्पादेवीसम्मको अब चाहिँ सुरु हुन्छ। अहिलेसम्म हात्तीवन थियो, अब चाहिँ चम्पादेवीको गेट छिर्न आँटिरहेको छु है। जङ्गलको बिचमा गइरहेको छु होइन। अगाडि पछाडि धेरै मान्छेहरू छ। आज त शनिबार पनि होइन, ट्रायल अलिक खाली खाली हुन्छ होला भनेर सोचेको थिएँ, तर होइन रहेछ। त्यही भएर सबसे अगाडि जानुपर्छ। है यस्तो चम्पादेवी त जुते के नीचे। म चाहिँ अब चम्पादेवी पुग्न लाग्यो होइन। अनि यो चाहिँ काठमाडौँ छेउछाउको वान अफ द बेस्ट हाइकिङ रुट फर मी। अरूलाई के लाग्छ आइडोन्ट नो। काठमाडौँ छेउछाउको सब हाइकिङ रुटहरू चाहिँ मैले सकिसकेँ। सो दोहोऱ्याइरहेको छु फेरि पनि। सो मेरो लागि बेस्ट हाइकिङ रुट छ चम्पादेवी बसमासु डाँडा पनि। रुट मात्रै नभएर भ्यू पनि उत्तिकै सब उत्तिकै देखिन्छ नि त। सो इफ तपाईँहरू पनि चम्पादेवी बसमासु डाँडा हाइकमा आउने सोच्दै हुनुहुन्छ अनि कहाँबाट कसरी जाने भनेर सोचिराख्नु भएको छ भने फर्स्टमा सुन्दारा कालीमाटी या फिर बल्कुदेखि सिधै दक्षिण कालीको लोकल बस चढ्ने। त्यस पछाडि बन्ज्याङ भन्ने ठाउँ आउँछ, त्यो बन्ज्याङमा झर्ने। त्यस पछाडि त्यो बन्ज्याङ दोबाटोको ठ्याक्कै अगाडिपट्टि केरा छ होइन। त्यसको केराको साइडमा उकालो चढ्ने ट्रायल छ क्या। त्यो ट्रायल सिधै आइयो भने चाहिँ हात्तीवन चम्पादेवी हाइकिङ ट्रायलको गेट भ्याउँछ। त्यहाँबाट सिधै
उकालो चढ्ने हो। सो म चाहिँ अहिले आइपुगेँ ठ्याक्कै यो चम्पादेवी है। सो लेट्स सी है। अलराइट, सो चम्पादेवीको लास्ट स्टप चाहिँ यही हो है। अब यहाँबाट सिधै यो बाटो लागेर चाहिँ हामी माथि भष्मासुर डाँडा गयो भने चाहिँ पुगिन्छ। सो चम्पादेवी त जस्ट 1 स्टेप हो होइन। अब यहाँदेखि भष्मासुर डाँडा जानलाई चाहिँ त्यस्तै 1 घन्टा जति लाग्छ। सो अब फेरि एकछिन बिसाउने, त्यस पछाडि सिधै भष्मासुर डाँडा जाने है त। अलराइट गाइज, चम्पादेवीको दर्शन पनि गरियो। अब यहाँदेखि सिधै फेरि पनि भष्मासुर डाँडाको अर्को पाइला चाडिसकेको छु होइन मैले चाहिँ। यहाँबाट 1 घन्टा जति लाग्छ भष्मासुर डाँडा पुग्न। रुट यस्तो छ होइन। अब मान्छे कोही पनि छैन क्या, म एक्लै छु बिच बाटोमा। पुग्नुपर्ने छ भष्मासुर डाँडा। सो अलि यसो कुद्दिउँ। यस्तो जङ्गलको बिचमा एक्लै छु होइन। यस्तो चाहिँ यो चाहिँ चम्पादेवीबाट यतापट्टि आउने बाटो हो भने यो माथिको चाहिँ भष्मासुर डाँडा जाने बाटो। मान्छेहरूलाई चाहिँ यो भष्मासुर डाँडा जाने चाहिँ खासै थाहा हुँदो रहेछ क्या। सबजना चम्पादेवी आउने, फोटोसोटो क्लिक गर्ने अनि गइहाल्ने क्या। तर इफ तपाईँहरू चम्पादेवी हाइकिङ आउँदै हुनुहुन्छ भने चम्पादेवीदेखि यता सिधै भष्मासुर डाँडा जाने बाटो त्यही छँदैछ। सिधै भष्मासुर डाँडातिर आउनु होला। भष्मासुर डाँडादेखि चाहिँ सबसे राम्रो भ्यू देखिन्छ क्या। अहिले त यो उसले गर्दा पल्युसन धेरै छ, प्लस हल्का बादल पनि आइरहेछ। सो त्यस्तो राम्रो भ्यू देखिँदैन। तर भष्मासुर डाँडादेखि चाहिँ माथिको त्यो हिमालको रेन्जहरू प्लस यताबाटै चन्द्रगिरी पनि देखिन्छ। चन्द्रगिरी र भष्मासुर डाँडा चाहिँ एउटै लेभलमा हुन्छ क्या हाइट चाहिँ। सो चन्द्रगिरी पनि देखिन्छ, केबल कारहरू पनि देखिन्छ, अनि हिमालको रेन्ज पनि चारैतिर देखिन्छ क्या। सो चम्पादेवी आउँदै हुनुहुन्छ भने चाहिँ भष्मासुर डाँडा ठ्याक्कै चम्पादेवीदेखि 1 घन्टा जति चाहिँ लाग्छ। आउनु चाहिँ नबिर्सनु होला है त। म चाहिँ अहिले गइरहेको छु होइन। यस्तो बबालको रुट छ चम्पादेवीसम्मको रुट त के राम्रो भन्नु। यहाँदेखि माथिको चाहिँ हेरौँ न, यस्तो बबाल छ। अलराइट एभ्रिवान, अहिले चाहिँ म ठ्याक्कै यो भष्मासुर डाँडा आइपुग्यो होइन। सो भष्मासुर डाँडा चाहिँ कस्तो देखिन्छ भन्नुहुन्छ भने यस्तो छ होइन। तलतिर यस्तो घाँसेको मैदान छ अनि मासतिर पनि त्यस्तै छ, यस्तो छ पुरै। यो भष्मासुर डाँडाको टपमा आइसकेको छु होइन। सो यहाँबाट आज खासै भ्यू चाहिँ नदेखिने रहेछ। अब के भन्नु त, ब्याड लक भनौँ न। यस्तो वेदरमा पनि भ्यू चाहिँ देखिँदैन। सो लेट मी सो यु द भ्यू गाइस। यस्तो छ होइन, वेदर यस्तो छ। अब तलतिर यस्तो छ, घाँसै घाँस छ, सुके घाँसै घाँस छ होइन। काठमाडौँ यहाँ छ, चम्पादेवी तल छ, तलबाट आएको के म। अनि हिमालहरू यता यता देखिन्थ्यो, त्यो हिमाल पनि आज देखिँदैन। पल्युसन छ। अब के गर्नु काठमाडौँ यार, माथिनिर पनि रहेछ केटाहरू। सो यही हो है डाँडा, भष्मासुर डाँडा भन्ने चाहिँ यही हो। अब यत्तिकै मस्त सुतिन्छ। सो आजको हाम्रो हाइक पनि यसरी नै कम्प्लिट भयो। चम्पादेवी हुँदै
बस्मसुर डाँडा आइपुगेँ। आएर पनि यहाँ खाजासाजा खाएर हल्का टाइम पनि धेरै स्पेन्ड गरिसकेँ, 1 घन्टा हुन आँटिसक्यो। सो आजको हाम्रो हाइक चाहिँ यति नै हुनेछ। अब म चाहिँ यहाँदेखि सिधै चम्पादेवी झर्छु अनि फेरि चम्पादेवीमा एकछिन रेस्ट गर्छु, 5-10 मिनट बस्छु। त्यस पछाडि फेरि सिधै तल बन्ज्याङ झर्छु अनि बन्ज्याङदेखि चाहिँ फेरि लोकल बस अघिको जस्तै गरी लोकल बस लिएर चाहिँ लोकल बसमा चढेर सिधै कालीमाटी झरी रुमतिर लाग्नेछु। सो आई होप तपाईँहरूलाई आजको भिडियो मन पर्यो होला अनि एकदमै राम्रो ट्रायल छ होइन। इफ तपाईँहरू चाहिँ हाइकिङ कता जाने भनेर सोचिराख्नु भएको छ भने चाहिँ चम्पादेवी आउनु होला। चम्पादेवी मात्रै नभएर चम्पादेवी बस्मसुर डाँडा अनि चम्पादेवीदेखि 1 घन्टाको हाइकमा त तपाईँहरू पुगिहाल्नुहुन्छ बस्मसुर डाँडा। सो आजको हाम्रो भिडियो चाहिँ यही सकिन्छ। आजको लागि यति नै। त्यतिन्जेलसम्म अर्को भिडियो लिएर चाहिँ अर्को 2 हप्तातिर या फिर हप्ता दिन पछाडि कहिले भेट हुन्छ थाहा छैन। त्यतिन्जेलसम्मको लागि चाहिँ भिडियो हेर्दै गर्नु होला। स्टे विथ मी, स्टे विथ क्लुचा ब्लग्स। टाटा, बाई बाई।